यसले चाहिँ घरर भित्र पार्यो भने त्यो दिएको अनि कहाँ हुन्छ त अहिले। नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। दिन चाहिँ अब यस्तो छ, क्लाउडी अब त बर्खा लाग्यो सबैतिर, जता गए पनि यस्तै छ। हामी चाहिँ आज बाटोमा जे भेट्छ त्यही देखाउँदै जानेछु म है त। यो चाहिँ बेहुली ढुङ्गा, यसको पनि हरेक ठाउँको जस्तै आफ्नै एउटा कहानी छ। अब बेहुली ढुङ्गाबाट हामी चाहिँ लाग्यौँ बुद्ध पार्कतिर। बाटोहरू अलिक अप्ठ्यारो छ, चिप्लो छ, पानी परेर गाह्रो छ। सबै बाटो पनि उसो लागेको छ। यो चाहिँ किराँतहरूको महागुरु पागनन्दको स्ट्याचु। बाटो चाहिँ अलिकति डेन्जरै छ है, अप्ठ्यारो। यहाँ माथि चाहिँ के छ हेरौँ अब। यो चाहिँ शहीदहरूको शालिग बनाएको रहेछ शहीदहरूको नाममा। वरिपरि सबै कसो छ। फाइनली हामी चाहिँ बुद्ध पार्क आइसक्यौँ। जसोले गर्दा टाढोको दृश्य त देख्न सकिँदैन, त्यही पनि यस्तो रहेछ बुद्ध पार्क चाहिँ। तपाईहरुले नोटिस गर्नुभयो कि भएन बुद्धलाई एकचोटि हेर्नुहोस् त, यस्तो हुन्छ बुद्धको अनुहार। यो कसले बनाएको, उसलाई चाहिँ 22 तोपेको सलाम दिनु मन लाग्यो। अनुहार हेर्नु न कस्तो बनाइदिएको छ। जसले बनाए पनि त्यसलाई चाहिँ 22 तोपेको सलाम दिनु मन लाग्ने खालको बुद्ध बनाएको रहेछ। यहाँ छिर्नु चाहिँ अब 20 रुपियाँ लाग्दो रहेछ, तर म एक्लै भएर होला। यहाँ एउटा दाइले मलाई चाहिँ पर्दैन रे, म चाहिँ अब फ्रीमै घुमेँ, अब चाहिँ ल फर्किनु पर्यो। थ्याङ्क्स फर वाचिङ, धन्यवाद।